शिवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। ओम राधाकृष्णाभ्यां नमः। प्रिय भक्तवृन्द, भगवानको ठुलो अनुकम्पा भएर हाम्रो यो ठाउँमा यो गाउँमा श्री राधाकृष्णको मन्दिर हामीले गत साल धेरैजनाको सहयोगले हामीले उभ्याउन सकेका छौँ र अहिलेसम्म हामीले त्यहाँ गर्ने कृत्यहरू गर्दै लगेका छौँ र अझै यसलाई हामीले अगाडि बढाउनु छ। धेरै यहाँ वरिपरि जग्गा जमिनहरूलाई पनि हामीले मिलाउनु परेको छ र मन्दिरमा चाहिने अरू पनि धेरै सहयोगहरू साना साना पुजारीको लागि बस्ने वासस्थान इत्यादिको स्थानहरू इत्यादिहरू पनि हामीलाई चाहिएको हुँदाखेरि हामी यही हजुरलाई सबैलाई भक्तहरूलाई बिन्ती चढाउन चाहन्छौँ। यहाँ तालाका, त्यहाँदेखि भएन भुटानभरिका, त्यहाँदेखि भएन देश विदेशमा पनि जहाँ जहाँ हुनुहुन्छ, यहाँ तालाकै मात्र नभएर अरूतिरका पनि जति भक्तहरू हुनुहुन्छ सहयोग गरिदिनु भयो भने हाम्रो यो जुन चाहिँ इच्छा थियो त्यो पूर्ण हुन्थ्यो होला भन्ने हामीलाई लागेको छ। किनभने धर्ममा भनेको छ न मानुषात् श्रेष्ठ तर मिकिञ्चित, मनुष्य भन्दा अर्को श्रेष्ठ योनि कुनै पनि छैन। 84 लाख योनि पार गरेर जब हामी बल्ल बल्ल मनुष्यहरूमा आउँछौँ, आएपछि मनुष्यको कर्तव्य के हो? अरू योनिमा खानु लाउनु जीवनयापन गर्नु मर्नु, त्यहाँ फेरि मात्र योनिमा जानु हो भने मनुष्य योनिमा आएर चाहिँ म को हो क्या हो के गर्ने भने इत्यादिहरू ज्ञान भएर अनि यस्तै प्रकारको अनेक प्रकारका धर्म जो छन्, बाहिरी धर्म र भित्री धर्म। बाहिरी धर्ममा यस्तै मठ मन्दिर बनाउनु, पूजापाठ लाउनु, कथा पुराण सुनाउनु, तीर्थ गर्नु, व्रत गर्नु, ध्यान गर्नु, धारणा गर्नु इत्यादि गर्नु र अनि जो चाहिँ आफ्नो देशको सेवा हो, समाजको सेवा हो, आमबाबुको सेवा हो आदि कृत्य गरेर यस्ता मठ मन्दिरमा सहायता गर्ने कर्महरू यिनीहरू बाहिरी धर्म हुन् भने ऊ यसलाई गरेपछि जब मन शुद्ध हुन्छ तब भित्र पसेर अध्यात्म प्रकारको जुन चाहिँ ध्यान धारणा समाधि छ त्यसलाई गरेर यो मनुष्यबाट फेरि तल झर्ने काम नगर्नु, मनुष्य भएर चाहिँ सिधै माथि जानुपर्छ भनेर यस्ता प्रकारको शास्त्रमा बताएको हुँदाखेरि हामी वर्ष त्यही प्रयास गरिरहेका छौँ। हजुरहरूलाई पनि हामी त्यही बिन्ती गर्न चाहन्छौँ, यो जुन चाहिँ सहयोग गर्नुहुन्छ यो सहयोगले हजुरको जुन चाहिँ कर्म भइरहेको छ उहाँ त्यो त कर्म हुन्छ जुन चाहिँ सेवा, आमाबाउको सेवा, देशको सेवा, समाजको सेवा, नानीहरूको सेवा, त्यो धन सम्पत्ति इत्यादिले। तर धन सम्पत्ति हामी के गर्छौँ? कमाउँछौँ, लगेर हामी के गर्छौँ? ब्याङ्कमा डिपोजिट गर्छौँ करोडौँ रुपियाँ, त्यो भोलि जाँदाखेरि त्यही वर्ष हामी मात्रै जान्छौँ। हो त्यो भयो भने भोलि पर्सि हाम्रो माथि गाई पनि राम्रो हुँदैन, त्यतापट्टि मन अड्केको हुन्छ। त्यसले गर्दाखेरि अब के गर्नु भन्छ शास्त्रले भने त्यो धनलाई चाहिँ हामीले माथि पनि डिपोजिट गरिरहेछौँ। त्यो डिपोजिट कसरी हुन्छ भने यस्तै प्रकारको यहाँ सेवाहरू भइरहेको छ अनि यस्तो धर्म कार्यहरूमा सेवामा लगाइयो भने त्यो लगाएको धन जति माथि डिपोजिट हुन्छ र भोलि पर्सि हामी जाँदाखेरि जान पनि सजिलो अनि माथि जाँदा पनि ठिकै बसिरहेको हुन्छ भनेर धर्मशास्त्रमा बताएको छ। र सोही अनुसार म सबै भक्तहरूलाई बिन्ती गर्न चाहन्छु, हामी यथाशक्ति यहाँ गरिरहेका छौँ जति गर्नुपर्ने कुराहरू र धेरै धेरै कर्महरू यहाँ गर्नुपर्ने छन् र त्यसले गर्दाखेरि यथाशक्ति यही बिन्ती गर्दैछु हजुरलाई। हामी यो सबै बनाउने कुराहरू बनाइसकेपछि बिस्तारै बिस्तारै राधाकृष्णको मन्दिर हुनाले भागवतको पुराणहरू भयो, अरू त्यस्ता पुराणहरू पनि सम्म गएर मानिसहरूलाई बाहिरी धर्मदेखि बाहेक भित्र अध्यात्म धर्महरूको बारेमा ज्ञान दिएर उहाँहरूलाई पनि यो जुन चाहिँ म बताउँछु त्यही अनुसारको सक्षम बनाउने त्यस्ता प्रोग्रामहरू पनि हामीले यहाँ विचार गरिरहेका छौँ। र त्यो सबै सार्थक गर्नको लागि हजुरहरू यहाँदेखि बाहिर जानुभएको छ काहीँ भने पनि र यतैपट्टि हुनुहुन्छ भने पनि या बाहिरबाट कुनै ठाउँको मानिसहरूले पनि धर्म काहीँ पनि गर्दा हुन्छ, त्यस्तो इच्छा छ भने हजुरहरूले अवश्य पनि हामीलाई सहयोग गर्नु भने हाम्रा यहाँका भक्तहरू जो रातिनिसै दुःख गरिरहनु भएको छ उहाँहरूको इच्छा परिपूर्ण हुन्छ होला र हाम्रो पनि लक्ष्य जो हो यो जीवनलाई कसरी हुन्छ धर्म गरेर त्यहाँदेखि माथि जाने त्यो पनि पूर्ण हुन्छ होला भन्ने मलाई पूर्ण विश्वास
लागेको छ र यही नै म अहिले यो सबैजना कार्यरत हुनुहुन्छ उहाँहरूको बिचमा म सबैलाई यही प्रार्थना चढाउँदैछु भन्नुहोस् आनन्द कन्द कन्द भगवानको जय